चाहिँ हामी थापाथली जाँदैछौँ। हामी 4 जना भएर। आज कृतिया चाहिँ माइक्रो चढ्न लाग्यो। एन्ड थापाथली जान्छ हैन? थापाथली के म बढ्नु एकैछिन रोक्नु है हैन? हामी जाँदै त छौँ तर हाम्रो जो सरले खास प्लान बनाउनु भएको उहाँको फोनै उठिरहेको छैन। के हुन्छ जाम हेरौँ। त्यहाँ यही के तिम्रो सिट मेला भन्थ्यौ नि के हो? मलाई सिंहदरबार एकचोटि घुम्न जानु मन छ भाइ। हामी फाइनली थापाथली आयो। सरको अत्तो हुन सक्छ। एज युजुअल ट्राफिक जाम काठमाडौँको। आज हाम्रो साथीहरू कस्तो चिटिक्क परेर आछन्। सो हामी थापाथली क्याम्पस चाहिँ आइपुग्यो। ठुलो बिल्डिङमा जाँदैछौँ। त्यो चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनको बिल्डिङ रहेछ। एन्ड यो कस्तो राम्रो छ कि है। त्यहाँ हाम्रो सिआर हेर्नु। सिआर हामी जाँदैछौँ। धन्यले एउटा हिँड चाहिँ पाइयो। सर फ्याकल्टी टिचरको रुममा हुनुहुन्छ भन्ने कुरा चाहिँ टिचिङमा चाहिँ छ। चाहिँ आज हामीलाई थापाथलीको टुर गराउँदै हुनुहुन्छ। सर हजुर आउनुहुन्छ कि आउनुहुन्न भनेर हामी यस्तो डराउँदै आएको थियौँ फोन नउठेर। म पुगिसकेँ फोन गर्नेवाला थिएँ। अनि अघि मिटिङ थियो कि एउटा ब्रेक गर्न लेट थिएँ। त्योबाट तल सरेको छ। मिसिन लर्निङ हो कि मिसिन लर्निङमा तपाईँलाई अडिसनहरू सबैलाई एनालाइसिस गर्नुहुन्छ। तपाईँलाई अलिक नयाँ कोर्स गराइरहेको छ। तपाईँलाई केही इन्स्ट्रुमेन्ट हुन्छ मिसिन लर्निङ गर्छ। तपाईँ पछि रिसर्चर गर्ने हुन्छ। त्यसलाई चाहिँ रिसर्चर गर्ने भने के चाहियो? रिसर्च अहिले धेरै भइरहेको छ कि हाम्रै क्याम्पसमा। तपाईँलाई 5-6वटा आर्टिकलहरू दिन्छु। यस्तो राम्रो छ। मैले म त 81 दिन यो चाहिँ सर्भर रहेछ। फर्स्ट टाइम देखियो। यसलाई चाहिँ एसिटिन राख्नु पऱ्यो भने फेरि हान्छ, बिग्रिन्छ। त्यस कारण चाहिँ इलेक्ट्रोनिक सामानहरूलाई चाहिँ नि सस्तो रूपमा दियो। यसमा यो चाहिँ राउटर हुन सक्छ। ठुल्ठुलो हामी देखेको रेडियो सार्भर अपरेटर
हब राउटर होइन अनि गेटवेहरू है हुन्छ होइन मेन सर्भरहरू चाहिँ पनि हुन्छ अनि यसैमा यो चाहिँ छ नि मेमोरीको अब सबै मेमोरी बक्सहरू पुरै मेमोरी गर्नुपर्ने हुन्छ र यो प्रेजेन्टेसनको तयारी छ यहाँको कस्तो राम्रो लाग्छ त्यो डिजाइनहरू के भन्छ अरे वेल अर्गनाइज्ड के हाम्रो पनि वेल अर्गनाइज नै छ यो चाहिँ मिटिङ बस्ने ठाउँ रहेछ स्ट्यान्डहरू बस्छ मिटिङ स्टुडेन्टहरूलाई ड्रइङ धेरै चाहिन्छ नि होइन ओ इन्जिनियरिङ ड्रइङ ल्याबोरेटरी रहेछ यो चाहिँ भित्रदेखि हेर्दाखेरि सर यो आर्किटेक्टहरूको लागि हो र कस्तो दामी रहेछ इन्जिनहरू बन्छ सर इन्जिनहरू बन्ने भन्दा नि त्यो रिपेयर नेपालमा बन्दैन नि इन्जिन सिक्नको लागि त्यो चाहिँ अब त्यो मिसिन एउटा प्लास्टिकबाट तेल निकालेर सस्तो हुँदो रहेछ यहाँनिर चाहिँ धेरै यहाँनिर कारहरू यसरी राखेको सबै पार्टहरू के छ सर यो त कति पुरानो गाडीहरू जस्तो छ नि गाउँछ नि सिक्नलाई त नयाँ के चाहियो पुरानो छ नयाँ पनि छ यहाँनिर थर्मल इन्जिनियरिङ ल्याबोरेटरी थियो सर थर्मोडाइनामिक्सहरू टेम्परेचर मेजरमेन्ट बेन्च सर यसमा चाहिँ कसरी मेजर गरिन्छ टेम्परेचर मेजरमेन्ट बेन्च भने चाहिँ अब कुनै यो छ सेन्सर यो भयो अब कुनै पानी सानी तताएर यो चाहिँ सेन्सर हो क्या यहाँबाट गएर डिजिटल डिस्प्ले आउँछ अनि यो तिनवटा चाहिँ यिनीहरू त अब डिस्प्ले गरेर हेर्नु परेन कति टेम्परेचर कति डिग्री सेन्टिग्रेड हेर्नु परेन है अब यो चाहिँ पनि हेर्नु पायो यो पनि यो पुरानो मेथड यो एनालग जस्तै भयो यो डिजिटल भयो होइन यो सिक्नु तयारी थर्मोडाइनामिक्स जान्ने बुझ्छ नि यसले संसारलाई बुझ्छ अरे क्या कार्पेन्ट्री भने पनि फाइल गर्छ नि यसरी प्रणाम गर्ने क्या यस्तो ऊ त्यस्तो ब्लकहरू भन्ने मेसिन ल्याब ल्याबै ल्याबहरू चाहिन्छ हेर्दाखेरि चाहिँ यस्तो देखेको रहेछ ब्लक सी एडमिनिस्ट्रेसन तपाईँले हाकिम साहब मैले यहाँ अहिले किबोर्ड ल्याउनु भनेको छु आर्किटेक्चरको ब्लक रहेछ यो चाहिँ रियलिस्टिक जस्तै बनाएको छ पछि नयाँ आउँछ पुरानो पाइन्छ तर मेहनत कति लाग्छ है मलाई चाहिँ यहाँबाट मन परेको त्योवाला छ नि त्यो अनि हो यो पुरै गाउँ बनाइदिएछ होइन यी सबै उहाँ बहिनीहरूले एक्जिबिसन भइरहन्छ त्यस बेला बनाएको
सर आर्किटेक्ट स्टुडेन्टहरू त सुत्न पाउँदैनन् रे नि है रातिसम्म मेरो बुढी पनि आर्किटेक्ट पढेको देख्न थाहा यो हाम्रो एउटा अभाव के छ भने एउटा नर्स राखेर पहिले बस्ने यहाँ सिकाउँछ बिरामी भयो भने सपोर्ट गर्नु पर्यो तर नर्स डाक्टर कोही पनि छैन किन नि सर अब एपोइन्टमेन्टै भएन यहाँ बेडहरू छ यति तपाईँलाई खिच्नु यहाँ फर्स्ट एडहरू काम खुल्छ ऊ त्यहाँ फर्स्ट एडको बक्सहरू छ सिक रुम र यहाँबाट मलाई मन परेको चाहिँ यो स्केच पेन्टिङहरू क्रिएटिभिटी धेरै चाहिँ यहाँ क्लासहरू पनि हुँदैछ Like wow, yeah. कस्तो राम्रो रहेछ स्केच बुक हो यो यतिलाई Inside Valley civilizations, constructions. कस्तो राम्रो छ यो त है वाउ यार वाउ यो गुम्बा कैलाश टेम्पल अरे यो एउटा नयाँ डिजाइन माया दिदीले पनि त भयो है कस्तो मजाले त्योलाई त्यो स्केचमा उतार्छ यो चाहिँ के रहेछ यहाँ कार पार्किङ गर्ने ठाउँ रहेछ यहाँबाट छिर्ने रहेछ हामीले नि यस्तै यस्तै घर बनाउने हो यहाँ चाहिँ लिच्छवी पिरियडको यो रहेछ सान डाइनेस्टी मोडर्न पिरियड मल्ल पिरियडहरू अनि यो चाहिँ प्रिहिस्टोरिक पिरियड हजुर सर एलिभेसन यो चाहिँ एउटै घरलाई तिनतिरबाट हेर्ने क्या वेस्ट इस्ट साउथ नर्थबाट हेर्दा कस्तो हुन्छ भने अर्को प्लान भाइ हुन्छ सर त्यो वास्तु भनिन्छ नि त्यस्तै हो वास्तु भनेको त यस्तो हो अर्कै भयो त्यो ज्योतिषशास्त्रको यसमा हुँदैन उनीसँग एउटा सब्जेक्ट छ हुन्छ सब्जेक्ट छ लास्टमा यस्तो घर पनि छ होइन मैले छ जिन्दगी आफ्नो छ जहादिन सर यो चाहिँ कसको स्केचहरू हो र यो ठुलो मान्छे आर्टिस्टमा नाम कमाएका मान्छेहरू हो यसले आफ्नो काम गरेर तपाईँले ठुलो मान्छे बन्नुहोस् भनेको कुरा कहिले हामी चाहिँ क्यान्टिन जाँदैछौँ यो चाहिँ यहाँको क्यान्टिन रहेछ के खाने होला हामी पुरै हडताल गर्छौँ भनौँ यो चाहिँ आर्ट रहेछ होइन को चाहिँ उहाँहरू चाहिँ ब्याचलर प्रोग्राम छ अडियो सम्बन्धी बनाउँछ र मिसाइलहरू पनि यहाँ टेस्ट भयो याद पढ्नु भएको छ यहाँ मिसाइलहरू टेस्ट भएको यहाँ बनायो अनि तराईमा लगेर उडाएको सर एकचोटि ग्रान्ड साइन्स फेस्टिभल भएको थियो त्यसमा
होइन त्यो फेस्टिभलमा घर थाहा भएन यो छुट्टै टेस्ट कराईमा लगायो टेस्ट मलाई त केही पनि थाहा छैन यहाँको लाइब्रेरी रहेछ हामी लाइब्रेरीमा आइपुग्यौँ कुनै दिन यति चाहिँ मास्टर्सको लाइब्रेरी रहेछ यहाँ चाहिँ हाम्रो ब्याचलर लेभलको होला सायद र मास्टर्सको हेर्न जाने अब यहाँबाट कस्तो दामी भ्यू देखिन्छ ए हो अहिले बन्द छ किन सर भूकम्प आयो नि ए पारे पनि युज गर्नु पुरानो होस्टेल छैन कुन छ बन्द किताब चाहिँ यहाँ छ ए के छ ठिक छ सर नमस्कार प्रदीप म घुमाउँदै हामी चाहिँ लाइब्रेरीबाट बाहिर रिमाको नम्बर छैन नाइ मसँग छैन नि म निस्किन पनि लगाएको अब चाहिँ म चाहिँ यहाँ मेरो स्कुलको साथीसँग भेटेँ नभेटिकन जान्छु नभेटिकन ऊ छ भने त भेट्थेँ म यदि छिटै आउँछ भने चाहिँ सरकारी कलेजको झ्यामझुम स्कुल हो कस्तो छ यहाँको क्लासहरू सरहरू आउनु कहिले सरहरू आउनु पुल्चोको पनि त्यस्तै हालत छ यो अघि हेरेको डिजिटल है यहाँ चाहिँ यसमा चाहिँ तपाईँको अडियो सिग्नलहरू सबै सिग्नल हेर्नु मिल्छ तपाईँले बोलेर त्यहाँ कस्तो सिग्नल आएको हेर्न पायो क्या त्यहाँ छ कि छैन त्यहाँ छैन यहाँ बोलेर अनि यहाँ चाहिँ क्याप्चर गरेर तपाईँले सिग्नलको एनालाइसिस गर्न सकिन्छ होइन एस्लोस्कोप यो चाहिँ डिजिटल भयो हेर त अहिले हेरेको चाहिँ एनालग अब एनालग चलन हरायो है डिजिटल आएको छ कि यो पनि डिजिटल हो यो ऐना राखेको पहिले यहाँ टेलिभिजनको क्लास हुन्थ्यो क्या टेलिभिजन बनाउनु पनि गर्नु प्र्याक्टिकल गर्नुपर्छ यो के भने यसलाई चाहिँ यसलाई चाहिँ टेस्टिङ बोर्ड भन्छौँ यो चाहिँ हामी तपाईँहरूलाई देखाउँछु यहाँ बसेर चेक गर्छ यो चाहिँ पावर छ डिसी भोल्टेज निकाल्छ अब तपाईँलाई कुनै पनि चाहिने यो सिग्नल जेनेरेट हुन्छ यो अडियो भिडियो जम्मै सिग्नलहरू यहाँ निकालिदिन्छ सिग्नल निकाल्नु यो सिग्नल निकालेर यसमा हेर्नु मिल्छ अब यसलाई सिग्नल चाहिँ यहाँ सर्किट बनाएर हेऱ्यो त्यसपछि यो सर्किट कस्तो काम गर्छ हेर्नु यो चिन्ता चाहिँ हाम्रो क्याम्पसले चाहिँ किन्नुपर्छ थापाथलीलाई चाहिँ आजको लागि बाई भन्न पर्ने दिन आइसक्यो हामी यहाँबाट निस्किँदैछौँ बाहिर आउने बित्तिकै ट्राफिक जाम अब हामी वीर हस्पिटलतिर जाँदैछौँ र आजको टुर भनौँ या ट्राभल भनौँ एकदम रमाइलो थियो आजसम्मको चाहिँ जे वर्थ इट जस्तो थियो धेरै कुराहरू देख्न पाइयो सिक्न पाइयो एन्ड आई होप हामी अगाडि पनि यस्तै गरी पढ्नेछौँ हस्पिटल आइपुग्यो अब यिनीहरू हेर्नु गर्मीले पसिनै पसिना भएर आइरहेछन् होइन तिमीहरू गर्मीले पसिनै पसिना भएर आइरहेछौ अब यिनीहरूले यस्तो दामी प्रेजेन्टेसन दिन्छन् म चाहिँ हेर्छु यस्तो भए पनि यहाँ आइसकेपछि चाहिँ आफ्नै घर आए जस्तो फिलिङ आउँछ लिफ्टबाटै आफ्नो भनेको आफ्नै हुन्छ जसरी पनि
मेरो च्यानल भिजिट गरिदिनु भएकोमा र मेरो भिडियोजहरू हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै 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 धन्यवाद। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक सेयर गर्न नबिर्सिनुहोला र मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। कुनै पनि क्वेसन छ भने कमेन्ट गरिदिनुहोला।